रूपीका जगल्टै शीतल चाहिँ के क्या हो? एक मुठी कपाल त उखली पो हाल्यो। कपाल झर्न थालेको छ मित बाबुजी भन्ती। यसरी उखालेपछि त सकिहाल्छ नि। रिस कम गर चुडा हिँड। यसलाई त अझ पुगेको छैन। यसलाई त म अझ के गर्थे? तिमीलाई किन रोको? मुन्नी के भयो भन न। मित बाबुजीले बिहे गरेर ल्याएको आमाले मलाई सबै खबराउँथे। कुट्थे, अहिले पनि भर्खर कुटे। मलाई यो घरमा बस्नु मन छैन बोलु। तिमीलाई कुट्नी को तो? चुडा। चुडे बाहिर निस्के। बरु चुडे भनेको त चुडेनी पो रहेछ नि। मेरो मुन्नीलाई कुट्ने आज त चुडेको के हाल हुन्छ हे?